अब यही अहिले ओडाले दिएको ओडाले होइन परदेशबाट यो भवनमा डिपिसी गरिरहेको थियो एउटा शिवलिङ्ग बराबर 5500 नाम छ त्यो 5500 रुपियाँ सबैले दिएर यो हामीले महाकालको शिवलिङ्ग त्यहाँ चाहिँ हामी सांकेतिक के अरे हिमालय पर्वत बनाउँदै छौँ बाटो थुपारे छ नि गिटी थुपारेको चाहिँ हिमालय पर्वत योजना हाम्रो यहाँ अगाडि एउटा पानीको कुण्ड अनि त्यसपछि सांकेतिक हिमालय पर्वत चाहिँ पानी झरिराख्ने हैन सगरमाथा पर्वत यो मोजाक डालहरू पनि परदेशबाटै पर्या हो 5 वर्ष अगाडि परदेशबाट परेर त्यसमा यो खानाहरू सबै खाने पुरानो थियो पुरानो भएको थियो पुरै यो खानाहरू सबै नयाँ भएको टोयलेट बन्यो ए एकदमै अलिकति हल चाहिँदो रहेछ तेस्रो साधारण सभामा अधिवेशन पनि भयो दाइलाई अध्यक्षता म चाहिँ अस्ति आज 3-4 दिन भयो अध्यक्ष भएको अब 3-4 दिन भयो अधिवेशन उहाँ दुईटाको असाध्यै सक्रिय सहभागिता म चाहिँ सल्लाहकारहरू सङ्घ विष्णु ढकालले हाम्रो बुवा तर दलबहादुर म सँगै पढायो उनी दिव्यनगर म चाहिँ सार्वजनिक हो सँगै पढायो यो नयाँ यसको चाहिँ नयाँ बनाउनु पर्ने यो मन्दिर पुरानो धेरै पुरानो जमानाको स्थापना मन्दिर त भुइँचालोले केही नगरेको शिवजीको शक्तिले चाहिँ शक्ति हो नि त शिवजीको शक्ति शक्ति त यसको पुलिसले पक्रायो भरतपुरमा 3 महिनापछि दाम पेटिका यता टुक्रा केटाहरू दुईटा त्यो पैसा फेरि खर्च नगरिकन सकुशल सरले उसले यहाँबाट टिका नहालेको झोला समेतै पैसा पाइयो कि 3 महिनापछि थाहा भयो पर्वत